सम्पूर्ण साथीहरुमा नमस्कार। आराम हुनुहुन्छ होला। तपाईहरुलाई म नेप्सेको अब हुनेवाला धमाकेदार बम पड्के जसरी पड्किनेवाला न्यूज लिएर उपस्थित भएको छु। अब खुल्ने कारोबार सोमबार हो र सोमबारको कारोबारमा तपाईहरुले अनएक्सपेक्टेड कुराहरु देख्न पाउनुहुनेछ है। कतिलाई थाहा भएको नभएको पनि हुन सक्छ। यस विषयमा के हो त भन्दाखेरि एउटै कम्पनीको फ्लक्चुएसन चाहिँ 30% सम्म हुन्छ। त्यो हुँदाखेरि तपाईलाई चाहिँ एकदमै भनौं न समुद्रको छालमा चाहिँ टपमा पुर्याएर तल झरे जस्तो अनुभूति हुन्छ। कुनै पनि कम्पनीमा सुरुमा पोजिटिभ 15% को सर्किट लाग्न सक्छ, त्यसमै फेरि नेगेटिभ सर्किट 15% को पनि लाग्न सक्छ। कृपया सम्हालिएर कारोबार गर्नु होला। त्यसै गरेर अर्को भनेको प्री ओपन जुन 10-30 बजे हैन, स्पेशल प्री ओपन आईपीओहरुको जुन कारोबार हुन्थ्यो, स्पेशल प्री ओपन र प्री ओपनमा यो समयको कारोबारलाई पनि कुरा गर्दाखेरि 5% ले चाहिँ पहिला 2% मा चाहिँ हाम्रो एलटीपी को हैन अथवा ओपनिङ प्राइस रेन्ज चाहिँ त्यसमा 2% को सीमा थियो भने अब 5% को चाहिँ फ्लक्चुएसन आउँछ अगाडि बढी। त्यसै गरेर बाई अर्डर चाहिँ हाम्रो मार्केट क्लोज भइसकेपछि पनि 24 आवर्स राख्न सकिन्छ। अब त्यो पनि एकदमै राम्रो व्यवस्था हो र यसमा चाहिँ के लाग्छ भने मलाई स्मार्ट मनीले बबालै मजाले खेल्नेवाला छ। जुन आरएस रसमलाई भन्न चाहन्छु हैन र यसमा माफ माग्न चाहन्छु। म रसमलाई जस्तोमा चाहिँ मैले कम्पनीको नाम लिन खोजे हैन है। रसमलाई जस्तो कम्पनीमा चाहिँ यो उत्कृष्ट तरिकाले लागू हुनेछ सर्किट ब्रेकर। र अर्को कुरा भनेको चाहिँ नेप्सेकै सर्किट जुन चाहिँ पहिला अब 5% 6% हैन 2% 3% यस्तोमा ल्याङ ज्यादा हुन्थ्यो भने अब जम्मा मात्र दुईटा मात्र छ नेप्सेको सर्किट ब्रेकर सिस्टम हैन। एज अ होल कारोबारै हल्ट हुने सिस्टम त्यो चाहिँ टोटली फ्यालेर के गरिरहेको छ भने पहिलो 2 घण्टामा चाहिँ जुन 5% ले बजार बढ्यो भने 15 मिनेटको लागि हल्ट हुने, अनि त्यसपछि अब होइन हुँदैन म त 5% ले पुग्दैन 8% चाहिँ जान्छु भन्नेलाई 8% सम्म पुगेपछि मात्र मार्केट चाहिँ हल्ट हुने। ओभरअल नेप्सेको कारोबार त्यो दिनको कारोबार चाहिँ स्थगित गर्ने यस्ता चाहिँ धमाकेदार प्रस्तुतिहरू आउँदैछन्। सम्हालिएर कारोबार गर्नु होला। अब भनेको चाहिँ भनौं न जो साथीहरू हुनुहुन्छ ट्रेडर साथीहरू उहाँहरूले चाहिँ एउटा डिसिप्लिनमा रहेर कारोबार गर्ने, इमोसनलाई चाहिँ जति सक्दो कन्ट्रोल गरेर कारोबार गर्नुपर्ने अवस्था आएको छ। हस् त ह्यापी बेरोजगार डे।